नमस्ते नमस्ते लहरी तरकारी बाली हामीले धेरैले उत्पादन गर्न चाहन्छौँ तर लहरी तरकारी बालीमा चाहिँ विविध समस्याको कारणले किसान दाजुभाइ दिदीबहिनीहरूले अथवा करेसा बारीमा पनि लहरी तरकारी लगाउने किसानहरूले चाहिँ फलाउन नसकेको र विविध समस्याहरू आएको सानो अवस्थामा नमस्कार, म एकराजोली कृषि प्राविधिक मधुवन कृषि शाखाको प्रमुख यहाँहरूलाई आज यो लहरी बाली सम्बन्धी म सानो भिडियो लिएर चाहिँ आएको छु र यो भिडियोलाई चाहिँ अन्त्यसम्म हेरिदिनु होला। यो लहरी तरकारी बाली अन्तर्गत चाहिँ लहरामा फल्ने र यो कुकुरबिटेसी परिवार अन्तर्गत काँक्रो, लौका, फर्सी, घिरौला, करेला, तरबुजा लगायत चिचिन्ना यी सबै बालीहरू चाहिँ लहरी तरकारी अन्तर्गत पर्छ। लहरी तरकारीलाई यहाँनिर चाहिँ फल समूहको तरकारी पनि कतिले भन्नुहुन्छ, तर यो फल समूहको होइन। फल समूहको टमाटर भन्टाहरू पर्छ भने र कतिले फेरि बोडीलाई पनि लहरी तरकारी हो कि भनेर चाहिँ कन्फ्युजिङ रहेको कुराहरू चाहिँ गर्नुहुन्छ। र लहरी तरकारी भन्नाले यो यी मैले अहिले भनेको लौका, काँक्रो, फर्सी समूहका तरकारीहरू चाहिँ पर्छन् र यी फलहरू चाहिँ धेरै फल्छन्, लहरामा जान्छन्, तर यिनीहरूको समस्या भनेको सुरुवाती अवस्थामै छ। उम्रिसकेपछि रातो खपट्टेले चाहिँ क्षति गर्ने र पछि चाहिँ फलको आउने झिँगा अथवा चाहिँ यो फ्रुट फ्लाईको चाहिँ आक्रमणले गर्दा किसानहरू चाहिँ धेरै आजित हुनुहुन्छ र सबैलाई सताएको छ। र धेरैले चाहिँ फेरि फल कुन थालिसकेपछि विभिन्न खालको विष विषादी प्रयोग गरेर पनि कन्ट्रोल भएन भन्ने कुरा चाहिँ गुनासो आउने भएको हुनाले मैले सानो भिडियो चाहिँ यहाँलाई चाहिँ सेयर गर्न चाहन्छु। र यहाँले यो फल कुहाउनका लागि यस्तो खालको एउटा चाहिँ यो ब्याक्टेरोसेरा कुकुरबिटा भन्ने एउटा चाहिँ यस्तो यहाँ चित्रमा देखाए जस्तो यस्तो खालको झिँगा हुन्छ। यसको यो झिँगाको पोथीले भर्खरै फुलेर फ्रुट सेट भइसकेपछि अथवा बतिलो अवस्थामा त्यसले चाहिँ फलहरू जस्तो अब यो अवस्थामै यसले चाहिँ फ्रुट फ्लाईले यहाँ चाहिँ आफ्नो अन्डा पार्ने भाग चाहिँ पोथी झिँगाले पारेर चाहिँ यहाँ अन्डा दिइसकेको छ र भित्र चाहिँ किराहरू चाहिँ विकास भइसकेपछि यो फल चाहिँ फुलेर चाहिँ अब फल बढ्ने बेलामा भित्र काटेर हेर्दा चाहिँ किरा हुन्छ। त्यसको लागि चाहिँ यहाँहरूले मोहनी पासो यो क्युलियर भनेर चाहिँ भन्छ, यस्तो खालको चाहिँ तपाईँले एग्रोभेटहरूमा यो क्युलियर पाउनुहुन्छ र त्यसलाई ल्याएर चाहिँ मिनरल वाटरको बोतलमा पनि पाउन सक्नुहुन्छ, रेडिमेड पनि पाउँछ। यसमा चाहिँ एउटा त किराको यौनविद बास्ना राखिएको हुन्छ, अर्कोमा चाहिँ कपासमा हामीले मालाथेन राखेका हुन्छौँ र त्यसलाई हामीले मालाथेनको कन्ट्याक्टमा अथवा यसमा मालाथेन अथवा यहाँ चाहिँ साइपरमेथ्रिनको कपासमा चोपिएको हुन्छ र साथसाथै यसमा चाहिँ तपाईँको यो मोहनी पनि राखिएको हुन्छ। यही मोहनीको गन्धले भाले जति त्यहाँ आएर चाहिँ मर्छन् र त्यहाँ भएको विषादीले, र पोथी जतिले चाहिँ भाले नलागेको अन्डा दिँदाखेरि चाहिँ त्योबाट बच्चाहरू निस्किँदैन र फल चाहिँ सकुशल हुन्छ। जस्तो यहाँनिर अहिले फर्सीको बतिलो यहाँ चाहिँ लागेको छ तर पहेँलो भएर आयो, यो कुहिन थालेको छ। यो किराले चाहिँ त्यहाँ पनि ड्यामेज गरिसकेको छ र यस्तो समस्या पक्कै यो लौका, काँक्रो, फर्सी लगाउने किसानहरू कहाँ पक्कै होला। यो हाम्रो चाहिँ यहाँ सुरक्षित छ है। लौकाहरू कति धेरै फलिरहेछन्, सानो लौका, यो बाटुलो लौका फलिरहेछन्। अब यो पोथी फुलहरू चाहिँ छन् र भाले फुलहरू चाहिँ पहिलो छिउल दोस्रो छिउलमा धेरै भाले फुलहरू आउँछन्। अब लास्टतिर चाहिँ पोथी फुलको सङ्ख्या त्यत्तिकै बढी हुन्छ। त्यस कारणले चाहिँ तपाईँहरूले यो पोथी झिँगालाई सुरुदेखि नै नियन्त्रण राख्नलाई भाले झिँगा चाहिँ मोहनी पासो पार्नुपर्छ। अब हाम्रो यहाँ तरबुजामा पनि अहिले तरबुजा फलिरहेका छन् र यसमा पनि यसले चाहिँ असर गर्छ, काँक्रोमा पनि असर गर्छ। यो काँक्रोमा पनि यो किराहरूले चाहिँ असर गर्छ। काँक्रो पनि यसरी फलहरू कुहिने, बाङ्गोटिङ्गो हुने, कोप्रिए जस्तो हुने हुन्छ। त्यसको लागि पनि तपाईँले मोहनी पासो प्रयोग गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हामीले काँक्रो लगाएका छौँ करेसाबारीको रूपमा। अब काँक्रोको मध्य भागमा छ काँक्रो। अहिले थुप्रै हामीले काँक्रोहरूबाट टिपिसकेका छौँ र यसबाट पनि हामीले सुरक्षित राख्नका लागि मोहनी पासो हामीले प्रयोग गरेका थियौँ र मोहनीले काम गरेको छ। र यहाँबाट यो यति सानो क्षेत्रफलबाट हामीले करिब 3 कुइन्टल काँक्रो निकालिसकेका छौँ। अझै 1-1.5 कुइन्टल काँक्रो यहाँबाट निस्किने सम्भावना छ। र साथसाथै हामीले तरकारीको रूपमा यो गेडागुडी बोडी लगाएका छौँ र बोडी
पनि एकदमै राम्रो तरिकाले फलिरहेको छ। यो चाहिँ गाजली बोडी हो र यसमा यस्तो खालको पतेरोको पनि प्रभाव हुन्छ र यो गन्दी बग अथवा यो पतेरो टाइपको किराले चाहिँ चुसेर यसको दानाहरू नलाग्ने र त्यसपछि आएर चाहिँ फलहरू मात्रै हो नि पतेरोले चुसेको पाइन्छ। यहाँ चाहिँ प्रकाश बोडी लगाएका छौँ भने उतातिर हामीले काँसी कञ्चन जातको बोडी लगाएका छौँ। यो प्रकाश बोडी गाजली बोडी चाहिँ अत्यन्त राम्रो हुन्छ, खानालाई एकदमै राम्रो मानिन्छ। त्यस कारणले हामीले यो गेडागुडीको रूपमा यहाँ लगाएका हौँ र यो गाजली बोडी प्रकाश बोडी जस्ता बोडीहरू चाहिँ तपाईँले पनि लगाएर आफ्नो परिवारको लागि आवश्यक पर्ने हरियो परियो तरकारी व्यवस्थापन गर्न सक्नुहुन्छ। अब तपाईँहरूले यी कुराहरू चाहिँ ख्याल गर्नु होला र प्राङ्गारिक मलमा आधारित खेती गर्नुभयो भने तपाईँहरूको स्वास्थ्य पनि राम्रो हुन्छ। तपाईँहरूको आफ्नो स्वास्थ्य सबभन्दा महत्त्वपूर्ण भएको हुनाले स्वास्थ्यलाई चाहिँ ध्यान दिनु होला। र यहाँनिर चाहिँ हामीले मुङ मास लगाएका छौँ। यो मुङ मास अब करिब 1 महिनाको भएको छ र मकै पनि साथसाथमा मकै पनि छ र यतातिर हामीले यो बोडी हेर्नुहोस्, बोडी चाहिँ अहिले तयार भइसक्नु